Nepal Kids.
song. A, B, C, D, E, F, G, H, I, J, K, L, M, N, O, P, Q, R, S, E, U, V, W, X, Y, and Z. Let's sing fast. A, B, C, D, E, F, G, H, I, J, K, L, M, N, O, P, Q, R, S, T, U, V, W, X, Y, and Z. सरी गाउँ जहाँ एउटा बदमास केटो मुन्नु बस्दथ्यो। ऊ सधैँ आफ्नो बाख्राहरू लिएर जङ्गलमा चराउन जान्थ्यो। बाख्राहरू जङ्गलमा चरिरहेको थियो, तर मुन्नु भने एकातिर बसेर केही सोच्दै थियो। उफ, आज त मलाई अति नै झ्याउ लाग्यो। रमाइलोको लागि त केही गर्नै पर्यो। यसरी नै मुन्नुको दिमागमा केही बदमासी आयो र ऊ चिच्चाउन थाल्यो। गुहार गुहार, भागायो भागायो, बाघले मेरो सबै बाख्राहरू खान थाले, कसैले मलाई मद्दत गर्नुहोस्, गुहार गुहार। गाउँलेहरू मुन्नु कराएको सुनेर डराउँदै आफूसँग भएको खुर्पा र लट्ठी बोकी जङ्गलतिर कुदे। मुन्नु, के भयो? खोइ, बाघ कता छ? तिमी ठिक छौ नि मुन्नु? यहाँ कोही बाघ छैन। मैले गाउँलेहरूलाई कस्तो मूर्ख बनाए। मुन्नु, तिमीले हामीलाई मूर्ख बनाएको? हामी हाम्रो सबै काम छोडेर तिमीलाई बचाउन आएको। यस्तो बदमासी गर्न हुँदैन मुन्नु। गाउँलेहरूले मुन्नुलाई गाली गर्दा पनि मुन्नु हाँसिरहेको थियो। गाउँलेहरू रिसाएर आफ्नो घरतर्फ फर्कन्छन्। अर्को दिन फेरि मुन्नु आफ्नो बाख्राहरू लिएर जङ्गल जान्छ र त्यसरी नै कराउन थाल्छ। गुहार गुहार, भागायो भागायो। मुन्नु कराएको सुनेर गाउँलेहरू फेरि दगुर्दै जङ्गल आइपुग्छन्। तिमी ठिक छौ नि मुन्नु? मुन्नु, के भयो? खोइ, बाघ कता छ? कहाँ छ बाघ? म कति बुद्धिमानी अनि तिमीहरू कति मूर्ख है। आज पनि मैले तिमी गाउँलेहरूलाई मूर्ख बनाए। यो मुन्नुको कहिले बुद्धि आउने होला? फेरि अर्को दिन मुन्नु आफ्नो बाख्राहरू लिएर जङ्गलमा बसिरहेको हुन्छ। त्यही बेला जङ्गलमा एउटा ठुलो बाघ आउँछ।
मुन्नु डराएर दगुर्दै रुखमाथि चढ्छ र बेस्तरी कराउन थाल्छ। भागायो भागायो। बचाऊ बचाऊ, बागायो बागायो, मेरो बाख्राहरू सबै खाने भयो। गाउँलेहरू कोही त मलाई बचाऊ, गुहार गुहार। दिनदिनै यसरी चिच्चाइरहन्छ। तर त्यहाँ बाघ आएकै हुँदैन। यो पटक हामी कोही जाँदैनौँ त्यहाँ मुर्गाउनलाई। यसपटक उसलाई बचाउन कोही आउँदैन। हेर्दा हेर्दै मुन्नुको सबै बाख्राहरू बाघले खाइदियो। कोही गाउँलेहरू उसलाई बचाउन आएन। मुन्नु आफूले पहिला गाउँलेहरूलाई उल्लु बनाएकोमा धेरै पश्चाताप गर्छ र धुरुधुरु रुन्छ। अबदेखि म कहिले बोल्दिन। नानी बाबु हो, त्यसैले कहिले पनि झुट नबोल्नु है। तिहार पनि आइसक्यो, भाइ पनि विदेशमा छ। यो पालि पनि टिका लाउन पाइएन। को आएछ? सरप्राइज। अबुई भाइ पो, म तिमीलाई नै सम्झँदै थिएँ। ल बल्ल यो वर्ष चाहिँ टिका लगाउन पाइयो है। स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई एनिम नेपालको तर्फबाट ह्याप्पी तिहार। कति राम्रो चङ्गा भेट्यो। ओहो चङ्गा, तिमी केटी भएर चङ्गा उडाउन सक्दैनौ। देऊ मलाई। नै, यो मैले भेटाएको चङ्गा हो, म उडाउँछु। के भयो हँ? तिमीहरू किन झगडा गरेको? हेर्नु न आमा, यो मैले भेटाएको चङ्गा भाइले ले भन्छ। केटी भएर नि चङ्गा उडाउँछ त आमा? त्यो देऊ मलाई। बाबु, त्यस्तो भन्न हुँदैन है। केटा र केटी दुवै बराबर हो। दुवैले सबै काम गर्न सक्छ। अब झगडा नगर हस्। ल लिऊ, तिमीलाई पनि यो चङ्गा। ल अब हामी सबै मिलेर चङ्गा उडाउन जाम।